यहाँ सोध्छु तिमीलाई यदि उत्तरमा मलाई न्याय मिल्छ भने। म आँखामा आँखा जुदाएर बोल्न सक्छु यदि तपाईँको माया मलाई मिल्छ भने। बाबाको संस्कारले मलाई राम्रो बनायो, दाजुको मायाले मलाई हाम्रो बनायो। दानव नै हो भन्ने उपनाम पुरुषलाई कसरी दिन सक्छु र म? रावणले हरे पनि रामले सीतालाई आफ्नो बनायो। तर पुरुष, अँध्यारोमा मेरो सुन्दरता लुट्छौ किन? कोमलतामा जोडिएका मेरो प्रकृतिलाई कुट्छौ किन? कुटिए लुटिए तिम्रा बलिया हातले पुरुष नरक पिशाचको झै निमोड्छौ किन? म त जोगाएर राख्ने अस्तित्व हौ तिम्रो, यौन पिशाचले चिमोड्छौ किन? कोमल छु भाँचिन्छु, सोझी छु काटिन्छु, मेरो सिङ्गै शरीरमा पर्दा लगाइदिन्छौ अनि म हकिकत उधारोमा दिएर शरीरसँग साटिन्छु। ए मूर्ख, आफ्नै उभिने धरतीलाई काटेर मार्छौ किन? आकाश हुँ धरती हुँ यति बुझ न, फुलको बदलामा काँडा साटेर मार्छौ किन? एउटा कुरा भन्छु मान्छौ कि नै? नछोइकन माया गर्ने कसम खान्छौ कि नै? एउटा कुरा भन्छु मान्छौ कि नै? नछोइकन माया गर्ने कसम खान्छौ कि नै? छेउमै छु टाढा खोज्नु नजाऊ मलाई, बाबियोजै बाट्यौँला अङ्गालोमा, मलाई नङ्ग्र्याउन एकान्तमा फेरि लान्छौ कि नै? यति कुरा मान दाहिने मै हुँ देब्रे नारी हो भन्ने जान, पछ्यौला तिम्रो पछि पछि लडाइँको एउटा सारथी बनेर। तिमी धनुष चलाऊ म तीर समाइदिउँला, अनि बाल्नु तिमीले उत्सवको दियो, म घुमिदिउँला पूजाको आरती बनेर। मैले लगाउने हार बनिदिनु म तिम्रो प्यार बनिदिन्छु, फेरि लुटिए भने बैचेन हुन्छु, तिमी आँट्नु म पुर्याउँछु अनि वफादार बनिदिनु। आशा गर्दछु हजुरहरूले आजको यो मिठासले भरिएको कविताले आफ्नो हृदयमा स्थान दिनुभयो होला। यो कविता हामीलाई पठाउनु भएको हो नेपाल ताप्लेजुङबाट कवि दिलीप थापाज्यूले, जो हाल पोल्यान्डमा हुनुहुन्छ। उहाँलाई हृदयबाट धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु अनि आउने दिनहरूमा कविता लेखनमा निरन्तरता दिइरहने शुभकामना दिन चाहन्छु। अनेकौं भावनाको मिश्रणले सृजना भएको लेख कवितालाई आफ्नो हृदयमा सजाउनु रुचाउनुहुन्छ भने मेरो पेजलाई अवश्य पनि फलो गर्नुहोला अनि धेरैभन्दा धेरै मायाको अपेक्षा राखेकी छु। हजुरहरू सामु छिट्टै नयाँ कविता लिएर उपस्थित हुनेछु। तबसम्मको लागि बिदा लिँदैछु। नमस्कार, म प्रतिमा शर्मा।